र हामीलाई पनि कर्णालीको स्रोत र साधनलाई समुचित प्रयोग नगरिकन हाम्रो समग्र मुलुक विकास हुन सक्दैन। मैले यो के कुरा उठाइरहेको छु एउटा सांसदका हैसियतले भने यो बाँके र बर्दियाको कर्णालीसँगको एक किसिमको परम्परागत रूपले बजार, परम्परागत रूपले सम्बन्ध, परम्परागत रूपको सोचाइ सबै कुराहरू मिल्छन्। त्यसकारण यसलाई त्यहाँ भएका समुदायहरूले पनि, त्यहाँ भएका थारू समुदाय, मधेसी समुदायहरूले पनि आफूलाई अल्पमतमा पार्न थाले कि यसले फेरि नयाँ समस्या सिर्जना गर्न थाले कि भन्ने ढङ्गले पनि सोच्न हुँदैन। यसले त्यहाँको प्रतित्वमा कुनै पनि फरक पार्दैन। त्यसका लागि सामान्य सभामुख महोदय यो बजेट आउँदैछ। मैले सबै कुरा किन उठाइरहेको छु भने भुरी गाउँ तेलपानी सुर्खेत सडक, यो सडकको दूरी जम्मा 50 किलोमिटरको छ। यो भुरी गाउँ तेलपानी सुर्खेत सडक जोड्ने बित्तिकै जुम्लामा फलेको स्याउ, हुम्लामा फलेको स्याउ दिल्लीको बजारमा पुग्नका लागि 100 किलोमिटरको दूरी कम पर्छ सामान्य सभामुख महोदय। र यो अलरेडी ट्र्याक छ, ट्रेडिसनल ट्र्याक छ। यसलाई खालि राष्ट्र निकुञ्जका केही कानुनहरूले बाधा गरेका छन्। यसका लागि मुलुकको समग्र हितलाई ध्यानमा राखेर पूर्व पश्चिम राजमार्ग धेरै राष्ट्र निकुञ्जका क्षेत्रबाट बगेको छ नि, कति किलोमिटर पर्छ। त्यहाँ भुरी गाउँ तेलपानी सडकमा पनि राष्ट्र निकुञ्जको क्षेत्रमा पर्यो, यो खण्डित हुन्छ। यसले पर्यावरणलाई असर पर्छ, यसले त्यहाँको बाघको संरक्षणलाई असर पर्छ भनेर सोच राज्यले बनाउनु हुँदैन। त्यहाँ अहिले प्राथमिकीकरण योजनाको प्राथमिकीकरणको कुरा आउँदाखेरि यो भुरी गाउँ, यो तेलपानी र सुर्खेत सडकलाई प्राथमिकताका साथ नेपाल सरकारले यसलाई अगाडि बढाउनुपर्छ। यो कर्णालीको समृद्धिको लागि र तलको विकासको लागि पनि यो आवश्यक एउटा मारक र मापदण्डको रूपमा छ। दोस्रो कुरा सभामुख महोदय म यो भन्न चाहन्छु। अर्को कुरा के भने सभामुख महोदय, यो वन्यजन्तुको साह्रै ठुलो आक्रमण छ। हाम्रा धेरै बस्तीहरू बफर जोनमा छन्, मध्यवर्ती